हैट एउटा विरोध गर्ने तरिका हुन्छ नि। एउटा कार्यक्रम गर्नको निम्ति होटलमा गर्ने पैसा कहाँबाट आयो? राष्ट्रिय स्वतन्त्र पार्टीसँग भनिन्छ। यस्तो पनि विरोध हुन्छ र? के होटलमा नगरेर कहाँ जङ्गलमा गएर गर्ने हो साथी हो? राष्ट्रिय स्वतन्त्र पार्टीसँग पढे लेखेका विज्ञ र अनुभवी नहोला, तर हरेक काममा दक्ष, आफ्नो काममा दक्ष युवा नेताहरू छन्। यसमा म गर्व गर्छु। हिजोका पार्टीहरूमा हेर्नुहोस्, हात्तीछाप चप्पल पड्काएर आएकाहरूले देश बनाउँछु भन्छ कि आफ्नो भविष्य बनाउने हो? हिजो हात्तीछाप चप्पल पड्काउने र एउटा जुत्ता किन्ने हैसियत नभएका नेताहरू आफ्नो भाग्य र भविष्य नबनाए के नागरिक र देशको भाग्य र भविष्य बनाउला? हामी कति मूर्ख छौँ। त्यसैको फाइदा लिए ती एमाले काङ्ग्रेस माओवादीहरूले। तर यो अवस्थामा हेर्नुहोस्, ती नेताहरूको अवस्था कहाँ छन् र नागरिकको अवस्था के छ? हिजो ऋण कति थियो र आज कति भयो? अनि होटलमा कार्यक्रम गरे। यस्तो पनि विरोध हुन्छ साथी हो? यस्तो विरोध कहिले नगर्नुहोस्। अहिले कतिपय नेताहरू आइसके, तलब सेवा सुविधा कुनै पनि राष्ट्रसँग हामी लिँदैनौँ। हो, राजनीतिक भनेको सेवा हो, मेवा खान आएका होइनन्। परिवर्तनको निम्ति आएका युवाहरू परिवर्तन गर्छन्। कम्तीमा गरोस् भनेर 5 वर्ष लागि हेरौँ न। नागरिकले 5 वर्षको लागि गरोस् भनेर पठाएका छन्। 5 वर्ष हेरौँ न। अहिलेदेखि नै विरोधको सुरुवात किन र के का लागि? है त साथी?